सम्पूर्णमा मेरो नमस्कार। मलाई त सबैजनाले चिन्नु नै हुन्छ होला हैन, किनभने म धेरै भइसकेको छु नि त युट्युब च्यानल अथवा यसो टिकटकमा भिडियो नहालेको हैन त। सो आजदेखि चाहिँ म अब सर्ट क्लिप भए पनि बनाएर हाल्नेवाला छु भन्ने मलाई लागिरहेछ, तर हेर्दै गरौँ के हुन्छ हैन। अनि आज चाहिँ म अब मलाई चाहिँ अब पकाउन बनाउन साह्रै रहर लाग्छ। तपाईहरुलाई त के थाहा बिचारा हैन, किनभने कहिलेकाहीँ त मेरो भिडियोहरु हाल्छु म अनि तपाईहरुलाई थाहा पनि हुँदैन। तर मलाई बनाउन पकाउन धेरै रहर लाग्ने भएकोले चाहिँ अब आज म के बनाउँछु, कहाँ जान्छु, के गर्छु है, तपाईहरुलाई सर्ट भिडियो बनाएर हाल्नेछु है त। मैले कराई बसाइसकेको छु है, तातो फुट्न आँटिसकेको छु तपाईहरुसँग बोल्दा बोल्दै। अब हामी ढिलो नगरिकन घिउ हालेर यसमा फ्राइड राइस बनाउँछौँ, भुटेको भात। चाहिँ आफ्नो रेसिपी सेयर गर्नु होला, भुटेको भात कसले कसरी बनाउनुहुन्छ। मैले चाहिँ कराई बसाएर अब घिउ हालिसकेको छु यहाँ। यो चाहिँ घिउ हो, तेल हैन है गाइस। सबैको आफ्नो टेस्ट हुन्छ हैन। अनि मलाई चाहिँ यो घिउमा प्याज हालेर बनाएको फ्राइड राइस चाहिँ लास्टो मिठो लाग्छ हैन। अब तपाईहरुलाई चाहिँ कस्तो लाग्छ त्यो चाहिँ मलाई थाहा छैन। मैले अझै अलिकति घिउ थपेको छु। अब एकछिन फ्राई होस् यो प्याज, अनि म यहाँ भातलाई रेडी बनाउँदै गर्छु। अनि कसरी के बनाउँछु यसको चाहिँ रेसिपी देखाउँछु। अनि कहाँ जान्छु चाहिँ त्यो सर्ट भ्लग हुन्छ ल गाइज। मैले चाहिँ भात हालिसकेको छु, अब यसलाई मजाले चलाइहाल्छु हैन गाइजहरु। पाकिसकेपछि देखाउने छु ल अब कस्तो बनाउँछु म। मेरो फ्राइड राइस चाहिँ यस्तो भइसकेको छ हैन। राम्रो त के देखिन्थ्यो र त पनि यस्तो देखाइदिएको मैले भात कसरी भुट्छु भनेर। ला सबै भापले सक्यो मेरो क्यामेरा। यस्तो भएको छ है, देख्न सक्नुहुनेछ। अब त्यो रेडी हुन आँट्यो, तर अझै एकछिन फ्राई गर्नुपर्छ। मेरो तरिकाले पकाउँदा चाहिँ मलाई धेरै फ्राई भएको मनपर्छ हैन, त्यही भएर। धेरै दिन पछाडि हैन घरबाट बाहिर निस्किँदैछु अनि यसको मजा बेग्लै छ। साथी दोलहारमा परे के गर्नु भागेर लड्न सकेसँग जानु कि नजानु। धान सक्यो राफले फकाउँछ काफले जानु कि नजानु। With her, with this baby, my love of my life. अपने ही पार्टी आज दिदीले मलाई यत्रो ठुलो पार्टी दिनुभएको छ। साह्रै ठुलो छ, अघिको धेरै थियो तर मैले देखाउन बिर्सेँ। यहाँ चाहिँ छ त्यसको सबुतहरू अलिकति, यो खामै अब। We are moving to Smith from where else हैन। म चाहिँ कहीँ जान आँट्दै छु। अनि अब कहाँ जान्छौँ भन्ने कुराले गर्न सक्नुहुन्छ। कोही हिँड्नु भयो उहाँ हतारले गर्दाखेरि, कोही गइसक्नु भएको छ सफारी अटो खोज्न। मम्मी आउँदै हुनुहुन्छ, हाम्रो मम्मीजी ओके। अब हामी कहाँ जान्छौँ एकचोटि गाडी चढेपछि भन्नेछु। हेर्दै गर्नु होला मेरो सर्ट भ्लग, मिनी भ्लग। आजदेखि भ्लग आउनेछ है गाइजहरु मेरो युट्युब च्यानलमा। कोही आज उता सर्नु न हस्पिटलसँग पानी पर्छ, रेडी गरेर बस्नुपर्छ हामी। अब दमक होइन। मम्मी चाहिँ यहाँ हुनुहुन्छ। फाइनली हामी दमक आइपुगिसकेको छु गाइस। 1 घन्टा 1.5 घन्टाको समय पछाडि। मैले अघि बाटोको गाडीको चाहिँ बनाउन मन लागेन, किनभने के भन्छ। 1 घन्टा 1.5 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 घ
यस्तो गाडीमा एकदम आज झ्याउ भइरहेको छ अनि त्यही भएर मैले गाडीको बनाइनँ। यो चाहिँ दमकको देख्न सक्नुहुन्छ। दमक चिन्नेहरूले यो हेरेरै चिनिसक्नुभयो होला होइन। चाहिँ दमक आइपुगिसकेको छु। मम्मी हुनुहुन्छ साथमा, दिदी पनि हुनुहुन्छ। फर्स्टको बाइक हो आज। र अब हामी जाँदैछौँ समथिङ एउटा ठाउँमा। ल भरे पुगेपछि भेट्नुपर्छ। उता देख्न सक्नुहुन्छ गोर्खा एकदम ओके। हामी चाहिँ फाइनल्ली दमकको डेल्फी स्किन केयरमा आइसकेको छौँ। यहाँ चाहिँ मेरो प्यारो मान्छेहरू। रिसेप्सन अब हामी यहाँ माथि पुगिसकेको छौँ। अब माथि गएपछि के हुन्छ म तपाईँहरूलाई सबै डिटेलमा देखाइहाल्छु होइन गाइजहरू। हेर्दै गर्नु होला। दमकको भ्यू पनि देखाउनेछु माथि गएर म। ओके हिँड्नुहोस् गाइजहरू तपाईँहरू। चन्द्रगढी 26 फोन नम्बर 9814 Oppa भन्छ नि त। This is Delphi Skincare Hospital entrance हेर्न सक्नुहुन्छ गाइजहरू। तिनजना हामी वेटिङमा छौँ। वेटिङमा लाइनमा बसिरहेको छौँ। वेटिङमा क्युट हुनुहुन्छ मेरो मम्मी। सो ब्युटिफुल। उस्तै जाउँ ल्याएर दुईजना। गोर्खा हामी यस्तो पो हुन्छ त गोर्खाको चाहिँ। मलाई थाहा छ। I miss Papa. Papa, we miss you. हाम्रो चाहिँ तीनटा हुन्छ अरे। हाम्रो चाहिँ लच्छा परोठा हुन्छ। लच्छा परोठा र परोठा आइसकेको छ। मैले ट्राई गरिसक्नु। मम्मी कस्तो छ? हाउ इट टेस्ट? ओके वी विल ट्राई नाउ है। ल बिमारी मान्छे चाहिँ उता छ न। म चाहिँ सुरुमा लाच्छादेखि सुरु गर्नुपर्छ। यो चाहिँ हाम्रो नेक्स्ट डिस। इट्स सो यम्मी देखिँदैछ। अब खान्छु ल म। दिदी खानु है। ल
कस्तो मिठो दिदी खानु न बेस मलाई खानु थियो होला दामी छ गाइस तपाईँ पनि गोर्खा किचन गएको बेला चिकन मोमो ट्राई गर्नु यो दमकको गोर्खा किचन हो दमकको गोर्खा किचनमा है तर अरू गोर्खा किचनको पनि मिठो हुन्छ तर दामी सिजन सोइङ रासबरी कस्तो राम्रो गिलास रहेछ मलाई कस्तो मन पर्यो लगाउनु छ त्यहाँ पिस्दैछु त वाउ हेर मेरो बहिनी कति राम्रो हुनुहुन्छ मम्मीले अघि सफाचट दिदी भर्खर सफाचट पार्दै हुनुहुन्छ आधी मैले खाइदिइहालेँ आधी मैले खाइदिइहालेँ कसले भनेको मान्छ उसले आफूले सङ्कल्प गर्दाखेरि पनि आफ्नो अलरेडी कुरा दशाहरू काटिन्छ भन्दै हुन्छ मलाई जस्तो म चाहिँ नखाएको गुलाब जामुन मलाई मन पर्दैन त्यही भएर रसबरी मलाई मन पर्दैन त्यही भएर मैले आधी मात्रै खाएको कोही दिदीको घरमा अब दमकको गोर्खा सहरमा हामी अब आइसकेका छौँ गोर्खा जिन्दगीमा मम्मी यहाँ हुनुहुन्छ हामी बस पर्खेर उभिएको होइन गाइजहरू अनि अब बसकै एउटा त आउँदैछ जस्तो त लाग्यो एउटा चाहिँ छोडेर गइसक्यो हामीलाई के छ हामी पर्खिँदै बस्छौँ यहाँ मेरो बहिनी हुनुहुन्छ दिदी यहाँ मेरो मामा हुनुहुन्छ होइन अनि हामी अब फर्किँदैछौँ बल फाइनल्ली होइन मैले के खाएँ त अलिक माथि घुमेको चाहिँ मैले भिडियो बनाएन किनभने म हेर्ने बस्नु त थिएँ हेर्नु थिएँ होइन घुमेको रमाइलो गर्थ्यो आज जे भए पनि ठिक छ र आजको दिनचर्या यस्तै रह्यो होइन गाइजहरू अब भरे मेरै बिचमा घर गयो घर पुग्ने अब घर पुगेपछि नि भेटौँला ल गाइज बाई बाई भजो पुग्दैन जाउँ भनेर गाडी आइपुग्छ होला अगाडि